हेलो गाइस, अंडा करी बनाउनलाई प्याज कटिङ भयो हैन। टक्क टमाटर पनि कटिङ गरिसक्यो। अनि यो चाहिँ अदुवा र मसलाको मिक्स। अब यसो मरमसलाहरु यहाँ छ है। अनि अंडा बोइल गरेर टक्क यसरी राख्दिने हो। अनि तातो तेलमा मजाले अंडा चाहिँ फ्राई गर्ने हैन। थोरै बेसार हालेर मजाले हल्लाउने अनि फ्राई गर्ने एकछिन है। मजाले चलाउने है। अब तपाईलाई कस्तो लाग्छ? मेरो चाहिँ स्टाइल है यो चाहिँ मजाले चलाउने हैन। टक्क पहेँलो हुँदै गइसकेपछि चाहिँ हैन एकछिन राख्दिने अनि त्यसपछि बिस्तारै निकाल्ने। अब यो एउटा खोर्सानी टक्क जान्दिने है। खोर्सानी जानिसकेपछि चाहिँ टक्क एकछिन हल्लाउने हो। त्यसपछि चाहिँ अघि काटेको चाहिँ प्याज छ्याममा हाल्दिएर मजाले यसरी हाल्दिएर सबै मजाले चलाउने। अनि ब्राउन हुँदै जान्छ हैन। ब्राउन हुँदै जान्छसम्म चाहिँ मजाले चलाउने। अनि त्यसपछि चाहिँ हल्का मसला जिराहरु यसो हाल्दिने है। अनि त्यसपछि चाहिँ अनि टक्क मसला आफुलाई चाहिने मसलाहरु हेरेर हाल्दिने हैन। प्याज मजाले चलाउने है। मसलाहरु हाल्दै जाने चलाउँदै जाने के आफुलाई मन पर्ने। मैले मिट मसला पनि हालेछु हैन। मलाई चाहिँ यसो मासुको गन्ध होस् भनेर टक्क नि टमाटर पनि हाल्दिने हो। टमाटर हालिसकेपछि चाहिँ मजाले चलाउने। अनि एकछिन चलाउने मजाले चलाउँदै गर्ने। आफुलाई कतिसम्म चलाउने एकछिन त्यसपछि छोप्दिने। अनि अंडा यसरी काट्ने। मैले अगाडि नै काटेर रेडी बनाइसकेको थिएँ हैन। टमाटर हाल्नुभन्दा अगाडि सबै भिडियो त राख्न सकिँदैन। अनि त्यो भएर टक्क रेडी बनाएर चाहिँ राखेछु हो। अनि यहाँ अहिलेको ग्रेभी मजाले पाकिसकेपछि चाहिँ हैन मजाले राखिसकेपछि अंडा हाल्दिने। अंडा टक्क हाल्दिने। ओहो मुखमा पानी आइसक्यो यार। अनि हल्लाउने बिस्तारै थोरै गर्दै हल्लाउने। अंडा त अब त्यतिकै पनि टुटेपिटो हुन्छ हैन। त्यही पनि मजाले हल्लाउने